गाइज अहिले चाहिँ बर्थडे मनाउँदैछौँ हामीहरू केक काट्ने मान्छे म चाहिँ बर्थडे होला बर्थडे भयो ह्याप्पी बर्थडे टु मी गाउँ सो गाइज अहिले चाहिँ हाम्रो मेरो बर्थडे हो रातिको 11 बजे मनाउँदैछौँ हामीहरू यही खुसीहरूमा सो गाइज अहिले चाहिँ हेलो गाइज नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल गाइज होइन सो आज चाहिँ हामीहरू बर्थडेको भ्लग बनाउँदैछौँ गाइज हेर्न सक्नुहुन्छ आज चाहिँ मेरो भाइको बर्थडे थियो होइन सो यसरी बर्थडे मनायो होइन हामीहरूले सो यो चाहिँ कोही पनि छैन होइन केक काट्नलाई रेडी भइसक्यो होइन उता दिदी चाहिँ चक्कु ल्याउनु गएको छन् होइन ऊ चक्कु लिएर आयो ऊ भने केक काट्न लाग्छ होइन हेर्न सक्नुहुन्छ गाइस अनि अब चाहिँ यसलाई चाहिँ केक खानलाई हतार भइरहेछ होइन त्यही भएर सो आमाले खिलाउनुहुन्छ यसलाई हेर्न सक्नुहुन्छ गाइस यसरी हामीहरू फर्स्ट टाइम मैले मनाउँदैछु होला सायद बर्थडे होइन त्यही भएर अलि एक्साइटेड जस्तो छ केटो अब दिदीले खिलाउनुहुन्छ गाइस यसरी चाहिँ हामीले बर्थडे मनायौँ सो यो बिचमा भान्जा पनि आउनुभयो होइन यसरी हल्का रमाइलो गऱ्यौँ होइन यसरी चाहिँ हामीहरूले बर्थडे मनायौँ होइन सो हेर्न सक्नुहुन्छ गाइस यस्तै फर्स्ट टाइममा हुन्छ अलिक बिचमा फन पनि हुन्छ हामीहरूको होइन यसो रमाइलो गर्दै केक काट्दै गर्दैछौँ होइन यसरी मैले केक खिलाएँ होइन उसलाई अलि यसलाई केक खानलाई हतार भइरहेको थियो कि त्यही भएर मैले अलि बिस्तारै खा पनि भनेँ होइन चाहिँ मेरो हात टोक्न लाग्थ्यो कि होइन मैले एक झापड लगाएको छु हेर्न सक्नुहुन्छ यसलाई एकछिनमा सो यसरी केक खायौँ अब चाहिँ भान्जा आउनुहुन्छ होइन यसरी केक खिलाउनुहुन्छ होइन यसरी केक खिलाएपछि केक सेक खायौँ अलिक फङ्सन गयो यसरी नै हामीहरूले बर्थडे मनायौँ गाइज होइन यो चाहिँ फर्स्ट टाइम यसले बर्थडे मनाउँदैछ थ्याङ्क यू सो मच हेर्दै गर्नु होला केक काट्ने प्रोग्राम सिद्धिसकेको छ अब सो हामीहरूले यसरी बर्थडे बनायौँ होइन हेर्दै गर्नु होला